हेलो गाइज, आज हाम्रो डे 2 होइन, खाना बनाउने आज बुढीको चाहिँ दोस्रो दिन च्यालेन्ज। आज मेरो बुढीले चाहिँ मलाई के खुवाउँछ, बुढीबाटै जानौँ है त। सानु, आज के खुवाउँदैछौ त? नमस्ते सम्पूर्णमा। आज चाहिँ मैले अहिलेसम्म त्यस्तो प्लानिङ चाहिँ केही पनि गरेँ होइन, तर यसो सोचिरहेको छु आज गहतको दाल, कति करेला र दिन भयो आलुको नखाएको? सब्जी। गहत नखाएको त लगभग 5-6 महिनै भयो त। भएन हौ, त्यस्तो जाडो हुँदा त बेसी पनि खाएको हो र जाडो हुँदा चाहिँ खाएको, अलिक गर्मी लगाइसकेपछि चाहिँ खाएन। उम्, गहतको दाल अनि करेला र आलुको सब्जी बनाएर सिलमको चटनी बनाउन पर्छ कि भन्ने सोचिरहेको छु। अझै फिक्स चाहिँ भएन, सायद त्यही नै कन्फर्म हुन्छ कि। ल मिठो बनाऊ है त। अनि भेवर साथीहरूले चाहिँ जे होस् माया गरिदिइराख्नु भएको छ। सोचेको भन्दा एकदमै राम्रो गरिदिइराख्नु भएको छ होइन। फलो चाहिँ गरिदिनु होला यस्तै यस्तै भिडियोहरू हेर्नको लागि। अब चाहिँ हामी किचनतिर जान्छौँ है त। ल मैले कुकरमा थोरै तेल हालेँ अनि यता चाहिँ मैले लसुन प्याज हालेर यता धोएर राखेको बुढाबुढी ढुङ्गासुङ्गा छ कि भनेर हेरेर अनि धोएर राखेको लाई चाहिँ हालेँ अनि मरमसला नुन बेसार सबै कुरा हालेँ। सादा अरू मसुरको दालहरू जस्तो यो उसमा चाहिँ त्यतिको सादा बनाएर हुँदैन कि, थोरै मरमसला हालेपछि बल्ल मिठो हुन्छ। यतापट्टि मैले फेरि तरकारीको लागि थोरै लसुन प्याज हालेर पुऱ्याएँ। त्यसपछि काटेर धोएर राखेको आलु हाल्छु अनि पहिला चाहिँ यो फ्रोजन करेला भएको भएर पाकिहाल्छ, त्यही भएर पहिला आलुलाई चाहिँ रातो गरेर भुटेर अनि त्यसपछि आलु रातो भएपछि बेला करेला हाल्ने भनेर पहिला आलु हालेर भुट्दैछु। यतिको रातो भएपछि अब मैले यसमा करेला हाल्छु। यो फ्रोजन भएको भएर हालेको 2-3 मिनटमा यो पाकिहाल्छ के, हालेको 2-3 मिनट पाकिहाल्छ। यसरी भुट्यो। स्वाद अनुसारको नुन, बेसार हालेँ थोरै। मेरो यहाँ करेला रेडी हुँदैछ। मरमसला हालेँ मैले थोरै थोरै सबै कुरा अनि यतापट्टि चाहिँ अब यसलाई भुट्न छोडेर अर्कोपट्टि चाहिँ मैले चटनीको लागि तयार गर्छु। मैले त्यो कोही बेला चाहिँ सिङ्गो सानो सानो टमाटरहरू चाहिँ मैले उसमा के भन्छ दालमा नै लसुन अदुवा कुट्न पऱ्यो भने चाहिँ म ओखली नै युज गर्छु। चटनीहरू गर्न पऱ्यो भने चाहिँ म सधैँ मिक्सरमै बनाउँछु। अनि त्यसपछि चटनी चाहिँ यस्तो यम्मी देख्ने हो, मिठो देख्यो हो। अहिले हेर्दा पनि कस्तो खमखम भइसक्यो, कति बेला खाना खाने हो। अनि चटनी बन्यो, हेर्नु त कस्तो मिठो देखेको छ। दाल पाकिसकेको? पाक्यो, अलिकति घोट्न पर्छ कि यसलाई घोटेर अलिअलि घोटेर पानी थप्छु दालमा। यता करेलाको तरकारी पाकेको, यता चाहिँ दाल पाक्यो, यहाँ चाहिँ चटनी बनिसकेछ। फाइनली मेरो खाना चाहिँ रेडी भइसक्यो पुरा। अब मलाई पस्केर खाना चाहिँ झ्याउला हा। अब मेरो बुढालाई पस्केर दिन भन्छु। यता उता सुरु भइसक्यो कि खाना पाकिसक्यो, उता के हो उसलाई त के भन्नु र। ल खाना पस्किने काम तपाईँको, म अब रेस्ट गर्छु। तपाईँको पकाएर पस्केर खाँदैन है। कता कता चिकन विङ्स जापानिज विङ्स त्यस्तै नुनसुन मसला पाउन यो चाहिँ किनेको विङ्स हो है। तेलमा फ्राई हुन्छ त खान्छौ? खानु 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 खाऊ कि खाऊ? बुढीले नखाए त फेरि खाएको थियो होइन मलाई। मिठो नभएर हो त, मिठो भए भए त के को मेरो भागै पाइन्थेन। मेरो बुढीलाई मैले पस्केको खाना खान मन लाग्यो अरे, धेरै आफैले बनाउँदै पकाउँदै आएर त्यो महिना फेरि मैले पुरा बुढीकै जिम्मा किन त मलाई तरकारी धेरै सबैलाई तिमी धेरै खाने हो किन ल साथीहरू, मैले चाहिँ खाना खाना सुरु गरेँ है त। खाना सुरु गरौँ। बुढीले पनि सुरु गरेँ। कस्तो भन्छ? कस्तो भयो? हजुरले भन्नु न कस्तो भयो। मलाई त बुढीले बनाएको मिठो लाग्छ क्या, हातै मिठो हुन्छ। तिमीले भन न। मिठो हो, मलाई त मैले पकाएको मिठो लाग्छ।
ल साथीहरू हातै आज मिठो छ मेरो ए कति हो ल्याउनु कति हात हो खानु ल नौटङ्की नै धेरै के फेरि ल साथीहरू फेरि भेटौँला हामी भोलि आजको लागि गुड नाइट एभर गुड डे बाई